चियर्स नुडल्स म पनि अलमोस्ट भइसक्यो हामी चाहिँ बुढाबुढी आज कस्तो यस्तो पार्टी हुँदैछ बुढाबुढीको चियर्स खाइहाल्छ है तर हामीलाई आज दिउँसो नि स्प्राइट खाएको नि निस्किन्छ के आज बुढाबुढी आज चाहिँ हामी बुढाबुढी टक्क बेलुकाको पख फ्रोजन मोमो बेलुका खाना नखाएर होममेड लेखेर छ होममेड खोइ अस्ति त्यो भात भुटिनीबाट होममेड बफ मोमो 2 प्लेट ए यहाँ त हेर्नु न यो त रहेछ 5 वटा टक्क हाम्रो यो सानो मोमो पकाउने हाल 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 यसमा ओ अचार त उ पाक्यो जस्तो छ के पाक्छ यस हाम्रो टक्क मोमो यहाँ हुँदैछ चकलेट चिसो पनि छ चकलेट पनि छ टक्क लास्टमा डेजर्टको रूपमा खाने यो चाहिँ अनि उ पनि ल्याउ न मोमो करेन पनि खाने हो धेरै पिरो हुन्छ होला धेरै पिरो कस्तो पिरो हुन्छ यो चाहिँ किनभने यहाँ डल्ले खुर्सानी 2x लेखेको छ नि त 2x स्पाइसी यस मोमो पाक्दैछ हामी चाहिँ बुढाबुढी आज कस्तो यस्तो पार्टी हुँदैछ बुढाबुढीको मोमो टक्क चिसो अनि त्यसपछि करेन्ट वाउ हामी चाहिँ मोमो खानालाई रेडी हुँदैछौँ मोमो पनि अलमोस्ट भइसक्यो अच्छा यो त ठुलो बिग मार्टबाट चाहिँ राम्रो हुँदो रहेछ है गाइस भात फुटिनीको भन्दा बिग मार्ट हामीलाई चाहिँ त्यस्तो लाग्यो अब हैन आफ्नो आफ्नो हुन्छ चोइस हुन्छ मेरो बुढीले चाहिँ चिसो हाल्दैछ वाउ मोबाइल बिग मार्टबाट ल्याएको मोमो बिग मार्टबाट लिएर कस्तो हुन्छ थाहा हुन्छ मुटु अर्को त्यो पुस्ने सानो रुमाल खोइ यहाँ छ ए पुस्ने रुमाल सानो पानी भयो क्या पानी भयो भयो होला खोइ बिस्तारै गरे पोल्छ पाक्यो है निकाल्दियो सक्छ सक्नुपर्छ अचार पनि यही भित्र छ हैन अचार पनि यही भित्र छ बाहुबली निस्किन्छ के निकाल न अब ठक वाउ ठुलो हुँदो रहेछ है ठुलो भएछ यार त्यो कसरी निकाल तर अचार चाहिँ कस्तो अर्कै रहेछ यो अस्तिको भन्दा तर मिठो छ जस्तो छ हेर्दा चाहिँ यतिकै हालिदिन्छु म वाउ फेरि अझ जसरी नै पाकिहाल्छ अब त 8 वटा छ हैन 8 वटा छ अब किलिक भएछ अनि उ भइसक्यो नि त सेलाइसक्यो किलिक भएछ सेलाको भन्दैन क्या यो त अलरेडी सेलाको हुन्छ चिसै हुन्छ सुरु है त बिल पनि फाल्दिउँ अब त फाल्दियो किन राख्नुपर्छ है वाउ कैची निकाल्छु म कि काट्ने छैन 2 सिल हाल्नु हुँदो रहेछ है एक कुना यस्तो सट्ट काट थोरै छ यार अचार चाहिँ थोरै रहेछ गाइस अन्त यो कैची फेरि खतरा छ हाम्रो स्टाइल वाला सबै च्वाट्टै छिनाउनु पर्छ नि अब कस्तो तातो लड्के जो बन तिमीले भो थोरै पानी थाप्नु पर्छ क्या यसमा
दुई तातो चाहिँ हाल्न पाए झन् राम्रो हुन्थ्यो है। ए त्यहाँ पोखिन्छ तर अचार तातो छ नि थाहा छ। यसमा चाहिँ पानी थप्ने भने क्या अलि धेरै हुन्थ्यो अचार। यो पखालेर हाल्ने नि त। खै दिनु ल छिटो चियर्स चियर्स गर्ने बेला चियर्स मैले खाइहाल्छ है। तर हामीलाई आज दिउँसो नि स्प्राइट खाएको नि हो र। कविता दिदीले जम्बो लिएर आउनु मोमो चेक गरेर त कस्तो छ अस्तिको भन्दा हेर्ने ल हामी गाई जुसी छ कि नै खोइ छैन मिठो छ कि नै मिठो छ हो मिठो छ हो यो होममेडवाला हो नि त। मलाई चाहिँ यस्तो मासु देखेपछि मात्र मजा आउँछ गाइस मोमो खाँदा। सिँगै खायो भने त मजै आउँदैन मलाई। आफ्नो आफ्नो हुन्छ होइन। मिठो रहेछ मोमो त। तातो भयो अलि आउनु नि मुटु नजिक नजिक पुछेर खाने क्या हामी। के होला भयो अब तेल नलाएर अब चाहिँ हामीलाई पुग्दैन भनेर सुरुमा चाहिँ दुईटा चाउचाउ खाने भनेको थियो तर अहिले पुग्यो टन्न भयो पिटिक पुग्यो त्यही भएर अहिले चाहिँ एउटा मात्रै खाने अब हामी। मासु मासु भएछ खाऊ एउटा खानु त खायो खायो गर्मी चाहिँ लास्टै हुने यार खाना खाएपछि। खाना होइन जे पनि तातो चिज खाएपछि चाहिँ लास्टै गर्मी हुने है पसिना पसिना। आज त पानी पऱ्यो भने अलिक शीतल लाग्छ खाने होला खाने ए फ्लास बाल्नु पनि रहेछ यार अघि पनि कस्तो बल्ल राम्रो आयो। अब चाहिँ चाउचाउ पाक्दैछ गयो अब पग्दै। आँखा बिरालो छैन होइन चम्चा फेरि खसालिदियो कि मान्छे त। दुई प्लेटले मजाले पुग्दो रहेछ। दुई प्लेटले है अझ हामी त 3 प्लेट पो खोजिरहेको। अहिले चाहिँ यस्तो भयो मोमोको हालत फुटेर। तर त्यो अस्ति भाटपट्टिबाट ल्यायो भने त यो मिठो रहेछ है। अचार सक्यो त्यो चाहिँ हो नि त कस्तो त्यो केमा अलि कसेको थिएन कि यसमा चाहिँ टाइटवाला रहेछ नि त मजाले हालेको फिलिङ्स आउने हालेको रहेछ क्या। भ्याली मोमो मिठो रहेछ अर्बानको भन्दा। अस्तिकोमा त प्याजहरू बन्दाहरू थियो क्या यसमा चाहिँ मासु मात्रै है। अबदेखि देखाउ त बिगमानमा गएर चाहिँ मोमो लिएर आउनु गाइस बफ खानेहरूले यस्तो मिठोवाला पाउँदो रहेछ अन्त मिठो लाग्यो। अबदेखि सधैँ बिगमार्टबाट के अब चाउचाउ खै चलाउ त यो छ अनि खानु भएन भयो कहाँ हुनु झऱ्यो मेरो यस्तो खोकी लागेको थियो त्यहाँ कल्मिने बेला मलाई हो कस्तो जुसी निस्किन्छ हो र
गाइस मेरो बुढीलाई चाहिँ जहिले चिसो धेरै हुन्छ यार। सधैँ उसको भाग छिटो खान्छ अनि उसको भाग होइन बडा तिमीलाई अलिक धेरै हाल्छ कि तिमीले हाल्ने बेला भयो होला यो अब यति ठिक्क हुन्छ निकालिदेऊ कस्तो बाफाको खोइ भइसक्यो यति ठिक्क हुन्छ त्यसमै मोल्ने पानी फाल्दिउँ त्यसमै मोल्ने क्या कतिवटा भाँडा जुठो हाल्ने त यो तार निकाल्ने कार्यक्रम गरौँ न त छोड कि नगर न यता गर न यता फर्काउ न कस्तो भाषा मलाई लुगाले हो बल्ल बल्ल अलिक यस्तो खोकी राखेर म त अगाडि मिलाएर होइन अनि फेरि पछि गएँ नि खोकीले यस्तो त्यही बेला चाहिँ म कस्तो घाँटे खसखस गरेको क्या फेरि हो अनि कस्तो भद्रगोल भयो है आज केही छैन एउटै भाँडामा भयो नि त सबै भाँडा एउटै होइन कि यहाँ सबै यस्तो तार चाउचाउ राइस कुकर हामी त फेरि राइस कुकरमा पकाउँछौँ नि खाना पनि छिटोको लागि छिटो ढुक्क हेर्नु पनि नपर्ने निकाल गएर आउँदा खाना पाक्छ है यो चाहिँ सिजनिङ ओइल चाहिँ हाल्नुपर्छ अस्ति मैले घरबाटदेखि नै लिएर आएको थियो यस्तो एउटा मम्मीहरूले खानुभएको हो वाउ त्यहीँ पर्यो होला नि घरमा आजको भ्लग चाहिँ लामो हुने भयो क्या यार अस्ति त हामीले भिडियो खिचेन यार काटेर हाल्नु अस्ति पनि खिच्नु पर्ने रहेछ अस्ति झन् कति धेरै सामान थियो अब चाहिँ सधैँ खिच्नुपर्छ ल चाटी खायो मेरो मुख मिठो छ नि त मिठो छ होइन होला हो के हो खोइ पुस्ने डालो मिठो ए यो भाँडामा बनाऊ है थालमा बनाऊ सरलाई खन्याउन आउँछ कि त्यत्तिकै त्यो भाँडो कोरिन्छ कि फेरि पछि हाम्रो स्पेसल भाँडो त मोमो बनाउनु यो चाहिँ रोजिनाले पठाएको चपस्टिक यो चाहिँ रोजिनाले पठाएको चपस्टिक फुलबाको बेस्ट फ्रेन्ड अस्तितिर चाहिँ खाएको थियो है मैले त त्यो खाना पनि एक दुईचोटि त खाना पनि आएको थियो धेरै झोल भयो क्या हो है के नि हुन्न आमा यसको बाफले कस्तो तातो भाव भयो गर्मीमा झन् गर्मी क्या यसो त लास्टमा खान्छु यार म कस्तो मिठो हुँदो रहेछ नि है दिदी भनेको म त मिठै लाग्दैन भन्दा हामीलाई त बुढाबुढीलाई कस्तो मिठो लाग्यो रोजिनाले सबै डबल पठाइदियो कफी कपवाला कस्तो मिठो थियो भनेको अनि कपवाला कफी पारी चाहिँ 80 रुपियाँ लिन्छ अनि यता नेपाल आइसी चाहिँ 100 रुपियाँ लिन्छ भन्दो रहेछ अनि चाउचाउ अनि मैले चाहिँ तपाईँलाई नखाइकनै मन नपरेको कि फर्स्टचोटि त खायो होला नि भनेको अनि फर्स्टचोटि चाहिँ खाएको थियो तर मिठै लागेन चाइनिजहरूले त जे को नि बनाउँछ नि होइन मिठो हुन्छ ल खाऊ अब नदेखि हाम्रो चाउचाउ पनि रेडी भइसक्यो 2x स्पाइसी कोरियन नुडल्स मेरो ह्याङ्की चाहिँ कहाँ पुगेछ र एक गिलास चिसो यो गिलास चिसो म यसले खाना ट्राई गर्छु ल तिमी त्यसले खान ट्राई गर ल फर्स्ट टाइम म देखाउँछु रोजिनाले हेर ल स्पेस अलि माथि हो अझ माथि ल्याउनै सक्दैन अझ माथि के पेन जसरी समात्नुपर्छ भन्थ्यो रोजिनाले अन्त अस्ति नै चाहिँ भयो होइन च्याप्ने त्यहीँ लगाउन थाल तातो छ अनि यस्तो बाफाइरहेको छ नि त वाउ मेरो बुढीले पनि चपस्टिकले खान सिकिसक्यो यार ओहो गर्मी भयो मैले त लास्टै
हो पानी खान्छ तर चिसो चाहिँ जति खाए नि गाई पानीको तिर्खा चाहिँ मेट्दैन है अन्त चिसो खाने अब भयो मुटु चियर्स नुडल्स बरु मुटुले चाहिँ खाना हुँदो रहेछ एकैचोटि धेरै म त पिरो भयो चपस्टिकले हाम्रो बुढाबुढीको चपस्टिक हाम्रो रोजिनाले पठाएको खाना सिक्नुपर्छ सिक भनेर पठाएको छन् लास्ट होइन अब त्यो सबै तपाईँ बाइट हो म त पिरो भयो नखाने तपाईँलाई चाहिँ आउँदो रहेछ बरु है पिरो छ है रेडवाला ल्या भए चाहिँ ठिक हुने रहेछ क्या अझ चक्लेट खाने हो चक्लेट गाइज छिटो खानु अनि चक्लेट खानुपर्छ खाउन थोरै तिमी पनि पिरो भयो क्या त एक मुख खाँदा नै लड्के जो बन दिउँला नि दिउँला हो कि के भन्छ त्यो आँप चाहिँ के गर्ने त्यो आँप अहिले खाने कि के गर्ने मुटु कस्तो बिग्रिन आँटिसक्यो होला भयो हेर्नु न गाई आँप लिएर आएको मेरो मुटुले आमा पुरै गिलिक गिलिक भइसकेछ यो त बिग्रिन्छ बिहान त्यो आल्चा पुरै कुहिएर अनि फालिदियो सबै ठुलोवाला हो सानोवाला बरु गाई यो सानोवाला चाहिँ बलियो हुँदो रहेछ होइन कति दिनसम्म नि नकुहिकन अनि म चाहिँ खान्छु ठुलोवाला चाहिँ बिग्रिहाल्यो अनि फालिदियो पिरो भयो खुब 2x भने थियो नि 5x पनि आउँछ हो र म त थाहै थिएन बुलडग डग पनि हुन्छ पिक्चर नाइ के त्यहाँ खान्छन् त उहरूले गुरुङ इटिङ च्यानल ए उनीहरू त मुकबाङ गरौँ नि त उनीहरू त धेरै खान्छ गाइज मलाई चाहिँ यो स्न्याकर धेरै मनपर्छ डेली मिक भन्दा नि मलाई चाहिँ यही मनपर्छ किनभने यसमा चाहिँ बदाम हुन्छ नि त भित्र बदाम हाला हुन्छ अनि 5 स्टार पनि यस्तो तन्काउँदा लच्किने चाहिँ हुन्छ तर यो जस्तो मजा चाहिँ आउँदैन है चपाउँदाखेरि खाइसकेन मुटु गर्मी भयो मैले ह्याङ्की कहाँ राखेछु के ए ऊ त्यो डाँडामा पो रहेछ ओ माई गड पानी 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 गर्नु पानी कस्तो खोकेर अब चाहिँ हाम्रो लास्टमा डेजर्ट भनेको लास्टमा गुलियो खानेलाई खाना खाइसकेपछि मिठो केही मिठो खाने के बाद कुछ मिठा हो जाए भन्छन् नि यो भन्दा सानो नै आउँछ नि मुटु अस्ति भात बटुल्नुमा थियो नि तर फ्लास चाहिँ के भयो बोल्दैन म 30% भन्दा कम मिठो छ मिठो हुन्छ बदाम बदाम छ नि त भित्र दामी अब सधैँ जाँदा एउटा स्न्याक काट्छ नि ल लास्टमा के वाओ खाऊ मेरो मुटुले खान्छ छिटो आधी आधी खाने न
ऐनामा त म कस्तो कालो देखेको यार आदि आदि म त आज ल्याएको है म त हामीले नयाँ स्याम्पू के पत्ला गर्नु